नमस्कार, म झोले वर्गीकरण समितिको उपाध्यक्ष। तपाईँ चाहिँ को नि? झोले भनेर छानेर आउनु भएको, फेरि म को भन्नुहुन्छ कि तपाईँ त अर्कै पार्टीको मान्छे है? क्या हो, के हो ओलीबा? नेकपा एमालेको झोले हो। ए साँच्ची नैको झोले पो हो? तपाईँ त हाम्रै पार्टीको पो मान्छे हुनुहुँदो रहेछ त। हो नि त्यो त सबैलाई थाहा छ। ए अनि यस्तो राम्रो मान्छे हुनुहुँदो रहेछ, हाम्रै पार्टीको मान्छे हुनुहुँदो रहेछ। अनि यस्तो मान्छे पनि लुक्दै को भन्दै हिँड्ने हो त? अलिक देखेर म यो हो, म एमालेको झोले हो भनेर हिँड्न सक्नु पर्यो नि, होइन बा? कि के हो कुरो? ले दारा देखाउँदैन, टक्क मुखभित्र राख्या हुन्छ। अब चुनावको बेला नदेखा दारा नि कहिले देखाउने त नि? खुलेआम भनेर हिँड्न सक्नु पर्यो नि, म यो हो भनेर, होइन? एमालेको खम्बा 5 फिट लम्बा झोले नै हो भन्ने चाहिँ पक्का भयो। अब तपाईँले यो टेस्टमा चाहिँ पास हुनुभयो। अब हाम्रो सबैभन्दा कठिन रक्सी मासु टेस्ट गर्न पर्यो क्या। तपाईँले रक्सी मासु चाहिँ कति खानुहुन्छ? रक्सी त खान्न, रक्सी त छुँदै छुन्न। रक्सी मासु नखाने, पेट्रोल नहालेर झोले नै भन्न मिल्दैन नि। तपाईँ त तल्लो स्तरको झोले हुनुहुँदो रहेछ क्या। रक्सी एक थोपै नखाने। बियरमा खस्या छु। ए धन्न बियर चाहिँ खानुहुँदो रहेछ है। बियर चाहिँ कति खानुहुन्छ नि? कति? बियर पनि खासै खान्न। यही 24 घन्टामा कहिलेकाहीँ 6 सिसी 9 सिसीसम्म जान्छ। तपाईँ त बडो मजाको मान्छे हुनुहुँदो रहेछ नि। ए ग्रेडकै झोले हुनुहुँदो रहेछ नि भने।